Hi everyone. Today's query is on Canada. So we have counselor for Canada here with us. So sir, September intake को लागि अझै पनि apply गर्न मिल्छ कि मिल्दैन? यस सेप्टेम्बर इन्टेक क्यानाडामा स्टिल अभाइलेबल छ। यदि तपाईँ ब्याचलर्स अथवा मास्टर्स प्रोग्रामको लागि अप्लाई गर्न खोजिराख्नु भएको छ भने तपाईँले यदि यही मे इन्टेकभित्र आफ्नो एप्लिकेसन स्टार्ट गर्नुहुन्छ भने सेप्टेम्बर इन्टेकको लागि हामीले मजाले एप्लिकेसन भ्याइन्छ। So कुन युनिभर्सिटी र कलेजेसहरुको डेडलाइन चाहिँ बाँकी छ त सर? सो डेडलाइनको कुरा गर्नुपर्दा युनिभर्सिटी क्यानाडा वेस्ट, ट्रिनिटी वेस्टर्न युनिभर्सिटी, युनिभर्सिटी अफ नायग्रा फल्स, सेनेका कलेज लगायतका विभिन्न युनिभर्सिटीहरूमा इन्टेक स्टिल अभाइलेबल छ। ओके. सो डकुमेन्टेसनहरुको कुरा गर्दाखेरि के रिक्वायरमेन्ट्स चाहिँ मैले पुराउनु पर्ने हुन्छ त? फर्स्ट पार्टमा चाहिने भनेको हामीलाई पासपोर्ट, अल एकाडेमिक डकुमेन्ट, इङ्ग्लिस ल्याङ्ग्वेज प्रोफिसियन्सीको रिक्वायरमेन्ट, सिभी र रेकमेन्डेसन यदि छ भने हामीले अफरको लागि रिक्वेस्ट गर्न मिल्छ। र भिजाको लागि चाहिँ फाइनेन्सियल डकुमेन्टेसनहरू पनि मिट गर्नुपर्ने हुन्छ। सो मैले कहिलेसम्म स्टार्ट गरिसक्नु पर्यो त सर एप्लिकेसन प्रोसेस? यदि हजुरले सेप्टेम्बर इन्टेक अप्लाई गर्दै हुनुहुन्छ भने हजुरले मेको एन्डसम्म एप्लिकेसन स्टार्ट गरिसक्नुपर्ने हुन्छ। ओके. थ्याङ्क यू.